यस्तो कबाडी छ यार बाटो हेर्नु त वीरतमहरुको। सो यहाँ हो हाम्रो जनता मासु पसल चाहिँ चारलीको। यहाँ सुँगुर र राँगाको मासु पाउँछ। सो सुन्नुभयो होला 4500 रुपियाँ किलो चारलीमा बेच्छ। वीरतममा पनि धेरै ठाउँमा 4500 छ, हाम्रोमा मात्रै हो यार 3500 त। सो अब सुकुटी चाहिएको छ भने वीरतम एरियातिर यसो सम्पर्क गर्नु होला। म नम्बरहरू पनि राखिदिन्छु, डेलिभरीहरू पनि हुन्छ वीरतम एरियाभित्रमा। हाम्रो वीरतम स्पोर्ट्स सेन्टरको चाहिँ यो एसीको पाइपिङहरू काम भइरहेछ अहिले। एसीको फिटिङहरू अझै टाइम लाग्छ। हेलो वान, गुड मर्निङ गाइजहरू, स्वागत छ अर्को भ्लगमा। आजको भ्लगमा चाहिँ म चारलीसम्म जाँदैछु। यहाँबाट चारली चाहिँ म सुकुटीको लागि मासु लिन जाँदैछु, पिटर भाइ र म। अनि त्यसपछि चाहिँ म सुकुटीहरू हामी यहाँ हाम्रो घरमा कसरी बनाउँछौँ, कसरी प्रोसेस गर्छौँ, सबै आजको भ्लगमा यसो देखाउँदैछु। आजको हाम्रो सर्ट एन्ड स्विट भ्लग सुरु गरौँ घरबाट। अनि आज चाहिँ मसँग छ हाम्रो सागर मामाको हन्टर 350। सो यसमा चारलीसम्म गएर फर्किन्छौँ। अनि अहिले एकछिनमा देखाउँला अरू कुराहरू। ल हामी निस्क्यौँ हन्टर 350 मा। यस्तो कबाडी छ यार बाटो हेर्नु त वीरतमहरुको। सो हामी चारली आइसकेको छौँ अहिले। यहाँ जनता मासु पसल भन्ने ठाउँ हेर्नुपर्छ। अब यो अहिले बाटो बनाउँदै गरेको कारणले अलिक तनाव छ। हाइवे चाहिँ हाइवेमै छ। हाम्रो किसनको मासु पसल हो यहाँ चाहिँ, जनता सेवा मासु पसल। मासु अनि राँगाको पनि पाउँछ। सो यहीँबाट लान्छौँ हामी प्रायः सुकुटी। सो यहाँ हो हाम्रो जनता मासु पसल चाहिँ चारलीको। यहाँ सुँगुर र राँगाको मासु पाउँछ। यहाँबाटै प्रायः लान्छौँ हामी राँगाको मासु चाहिँ। ल यहाँ हो राँगाको मासु हाम्रो, देख्न सक्नुहुन्छ प्योर राँगा, भैँसी पनि होइन। अब यहीँबाट लानुपर्छ। अब यसपालिलाई 20 किलो जस्तो लानुपर्छ। सुकुटी बनाउनुपर्छ मजाले अनि बेच्नुपर्छ। सुँगुर कटाइ हुँदैछ होइन त? एउटा सकिसक्यो, फेरि अर्को। अब सुँगुरको मासु अब खतरा चल्छ अहिले यता पूर्वतिर चाहिँ। ल अब चाहिँ हाम्रो कटिङ हुन थाल्यो है सुकुटीको। सो यहाँ अब चारलीमा कसरी बेच्दैछ अरे सुकुटीको किलोको? 4500 है सुकेको। सो सुन्नुभयो होला 4500 रुपियाँ किलो चारलीमा बेच्छ। वीरतममा पनि धेरै ठाउँमा 4500 छ, हाम्रोमा मात्रै हो यार 3500 त। डुबिन्छ कि क्या हो? डुब्नु त डुबिँदैन नि हामी। डुबिन्छ नि त्यो पाराले। कम्तीमा कतिमा बेच्नु पर्यो? कम्ती अनि 42 सो 4200 सम्म चाहिँ बेच्नु भन्दैछ हामीलाई है। तर बिस्तारै बढ्छ। पहिला यसो ग्राहकहरू बनाऊँ न भनेर चाहिँ हो हुनुहुन्छ। मार्जिन त छँदै छैन, त्यो पनि अब ठिकै छ, पछि अलिक राम्रो हुन्छ कि भनेर। ल हाम्रो लोड भइसक्यो है मासु। साउजीहरूको मोज छ यार, मजाले बस्यो, पैसा हेऱ्यो, गन्यो। ल हामीलाई यहाँ 650 ल्याइदिनु भएको छ सुकुटीको मासु बिना हड्डीको। सो अलिकति पोसाउँछ कि हेरौँ यसपालि, ट्राई गरेर सुकुटी बनाएर। ल गयौँ ल हो किसन, धन्यवाद दादा। आज चाहिँ पाहुनाहरू पनि हुनुहुन्छ घरमा। मामा आइराख्नु भएको छ, मामा माइजू। अनि हिजो अलिकति सानोतिनो पार्टी थियो यसो, त्यही भएर नानीले यहाँ भात खाँदैछ हो। छ्या ल भात मजाले खाऊ, कम के कम। यस्तो छ नानीको चाहिँ, मोबाइल बिना नो इटिङ। हाम्रो वीरतम स्पोर्ट्स सेन्टरको चाहिँ यो एसीको पाइपिङहरू
काम भइरहेछ अहिले सबै कम्प्लिट त भएको छैन हुँदैछ प्रोसेसमा छ यो चाहिँ जिम सेक्सन हो स्पेस पनि ठुलै हो यार यतिको सानो सानो लाग्थ्यो पहिला त अहिले बनाउँदै गरेपछि अहिले ठुल्ठुलो लाग्न थाल्यो अनि यता माथि चाहिँ कार्डियो एसीको फिटिङहरू अझै टाइम लाग्छ यो अझै 1 महिना 2 महिना त लाग्छ होला हौ यो यस्तो कामले त झन् ढिलो हुन्छ यार यहाँ केटाहरूले अहिले चाहिँ ड्रेनेजको एसीको लागि त्यो ड्रेनेजको पाइपहरूमा काम गर्दैछ अमन भाइ सुमन भाइ हुँदैछ लाग्छ अलिक टाइम लाग्छ ल हाम्रो घरमा सुकुटी ल्याएर पनि मासु ल्याएर पनि काट्न थालिसक्नु भएको छ अब यो 20 किलोले कति केजी सुकुटी निस्किन्छ हेरौँ पछि अब यो काटेर मजाले म्यारिनेट गर्नुपर्ने म्यारिनेट भन्दा नि हर्दीहरू नुन अलिअलि त्यति नै हो सो घाम बिहान चाहिँ मजाले लागिरहेको थियो दिनभरि दिउँसोभरि पानी परेर आज घाममा सुकाइ नहुने भयो सुकुटी सुकाइनँ पनि सो अब यहाँ अघि हल्दीहरू के नुनसुनको के लाएर मोल्नुहुन्थ्यो अब त्यो चाहिँ मैले देखाउन पाइनँ म पनि बाहिर गएँ कामले गर्दा एसीको फिटिङहरू हुँदैछ मेरो पनि उता बिरतामोड स्पोर्ट्स सेन्टरमा सो यहाँ चाहिँ यसरी सुकाइदिनु भएको रहेछ यहाँ टक्क आगोमा अब यहाँ चाहिँ सुकाउँदै अब भोलि घाममा पनि सुकाउँदै गर्नुहुन्छ सो त्यही हो प्रोसेस अब 3 देखि 4 दिन लाग्छ होला लगभग मजाले सुक्नलाई अब कसैले चाहिँ अलिअलि आलो टाइपकोहरू पनि मन पराउनुहुन्छ सो आलु नै चाहिएको छ भने चाहिँ अलिकति सस्तोमा पनि हुन्छ अब यो मजाले सुकिसकेपछि 3500 कम्तीमा पनि 3500 पर्छ होइन अब यो अलिकति आलोमा लानुहुन्छ भने चाहिँ अलिअलि मिलाएर हाल्न सकिन्छ सो अब सुकुटी चाहिएको छ भने बिरतामोड एरियातिर यसो सम्पर्क गर्नु होला म नम्बरहरू पनि राखिदिन्छु डेलिभरीहरू पनि हुन्छ बिरतामोड एरियाभित्रमा सो सम्पर्क गर्नु होला ल सो आजको भ्लग चाहिँ अब यति नै अब यो सुकुटीको प्रोसेसहरू अनि कसरी कहाँबाट ल्याउँछौँ कसरी बनाउँछौँ यताउति भनेर चाहिँ मैले खिचेको थिएँ सो अब देखाइदिइहालेँ सकेसम्म जति देखाउन पाएँ त्यति देखाइदिएको छु अब दिनभरि त्यो मैले गरेको चाहिँ देखाउन पाइनँ सो अब 3-4 दिन लाग्छ मजाले सुक्नलाई अस्तिको लटको पनि आधी किलो कि 1 किलो जति बाँकी होला फेरि त्यस्तो धेरै पनि ल्याउनु हुँदैन क्या मम्मीले ठिक्क ल्याउनुहुन्छ त्यही 20 किलो 25 किलो धेरैमा अनि त्यसको त्यही 5-6 किलो हुन्छ होला धेरैमा अनि त्यति बेचिसकेपछि मात्रै फेरि अर्को लट ल्याउनुहुन्छ त्यही भएर चाहिँ छिटो अर्डर गर्नु एकदमै फ्रेस हुन्छ सुकुटी पनि सो आजको यो भ्लगमा चाहिँ यसरी नै बिदा माग्दैछु नेक्स्ट भ्लगमा अब नेक्स्ट ट्राभल भ्लगहरूमा चाँडोभन्दा चाँडो भेटौँला सो टेक केयर सबैजना है त ल